ओइ गुन्डा, के पारा हो तेरो यस्तो? कति रुवाउँछस् मम्मी ड्याडीलाई? कहिले सुखले बाँच्न नदिने नै भएको हो तैँले हामीलाई? दिक्क लागिसक्यो मलाई तेरो पारा देखेर। हो, मलाई चाहिँ खुब सुखले बाँच्न दिएछौ तिमीहरूले। घरमा आइकन नाटक र रुवाबासी गरेर बस लु, तिमीहरू घरमा बस। त्यस्तो नभन्न भाइ, त सुध्रिन्छस् मलाई 100% थाहा छ। तर एकचोटि कोसिस त गर मम्मी ड्याडीको लागि। को बिग्रिया छ र सुध्रिनु पर्यो तिमीहरूलाई? म बिग्राइन, तिमीहरूको हेर्ने आँखा चाहिँ बिग्रिया। राम्ररी हेरे त्यहाँ पहिला सुरु बस, तिमीहरू सुध्रिया जति हो घरमा। अब भाइ फर्केर आउँदैन, लागे म। कथाको सुरुवात मुख्य पात्र हुन्छु म नै। छोराको ताल देख्दा बामानी रुन्थे सधैँ। आफैमा हराएको छु, नखोजे नि हुन्छ मलाई। सायद म नराम्रो हो, राम्रो बन्न लाग्छ समय। चोटको खोज्दा दबाई, चोट्ने पाइरहेको छु। झुटको ओड्ने लगाई, खुब म सोच्ने बाछु। विगतको कुरा गर्दा लुकाइ भन्छु धेरै कुरा। नलायक छोरा थिए तर मेरो सोटो ठुला। कहिलेकाहीँ लाग्छ अति पाप गरे थुक्क मुला। ढोका बजार्दै हिँड्थे आमा बाबा अघि रुँदा। दिदी नि दिक्क भाती नहोस् पनि कसरी। ट्यापेर गुन्डा थिए म, घरमै आउँथ्यो प्रहरी। मेरै कारणले हुन्थ्यो परिवारको बेइज्जत नि। छोरा सम्हाल्न नसक्ने भन्दै हिँड्थे छिमेकी। हे आमा माफ गर, ती आँसुको म नै दोषी। बाबाको आस मात्र यो छोरा सुध्रिने हो कि? दिदीको दिक्कपनको आज लिन्छु पुरै जिम्मा। भाइ लड्यो सम्झिदिनु, हात छोडेर एक्लै हिँड्दा। नलिनु अब चिन्ता, आँसुले नभर्नु गह। सकिन सुख दिन, दुःख पनि दिन्न अब। छातीमा बोझै बसेका छन् ती गल्तीहरू। मेरो त्यो दोष शक्ति विगतलाई कसरी भनौँ? सुध्रिने कसम खाँदा मलाई बाइक नि किन्दैकै हो। सुध्रिँदै मात्र छोरा सबै कुरा तिम्रै नै हो भनेर भन्नुहुन्थ्यो, म चाहिँ भन्थे हुन्न त्यस्तो। विश्वास त गरेकै हो, म नै लायक थिइनँ त्यसको। वर्षमा एक दिन फ्रेस भयो भाइ टिकाको दिन मात्र। आफ्नै विगतलाई हेर्दा आफैदेखि घिन लाग्छ। अझै नि याद छ मलाई कम्प्युटर नि चाहियो भन्दा। भोलि नै ल्याइदिनुको साथ दिनुको खाँचो पर्दा। आमा बिरामी हुन्थे, म चाहिँ हुन्थे जहिले ट्रिपमा। पनि काममा जान्थे, म चाहिँ जान्थे सामान टिप्न। दिहरू कलेज जान्थे, म नि जान्थे पढ्न होइन। त्यो बेला यस्तो लाग्थ्यो म बाहेक कोही मर्द छैन। मेरै पिर लिँदा लिँदै आमा झन् बिरामी परिन्। पनि वाक्क भयो, छोरा पाल्न रहेछ कठिन। दिहरूले पढाइसकिन्, भाइ अझै नि 12 मै छ। ट्यापेको दिदी हुन पनि एकदम गाह्रो रहेछ। गुहार्दै सबलाई कोही छ, मेरो छोरो मर्न लाग्यो। लाउन के गर्ने होला, छोरोले त घर नै त्याग्यो। भाइ टिका लाउन पनि भाइलाई खोज्दै हिँड्नु पर्दा। माफ गर्नु दिदीहरू, दुःख भयो मैले गर्दा। चोटबुकी घर आउँदा सिधै जान्थे आफ्नै कोठा। भर्याङको रगत देख्दा सोध्नुहुन्थ्यो के भो छोरा? केही भएको छैन मलाई, बरु तपाईँ जानु उता भनेर। एकछिन पछि छोरा छैन, हिँड्यो फुत्त। सम्झिँदा चित्त दुख्छ, वर्तमानले विगत थुक्छ। दिहरूले भन्ती सधैँ मेरो भाइ हो एक दिन बुझ्छ। तर भाइ चौकी पुग्छ, बाउनी रुन्छ सुध्रिँदैन। जिनो आशा भयो नि राख्थे ममा सुध्रिनेछ। थाहा छैन खै के हुन्छ, भोलि सायद मर्छु कि म। सोचेर बस्दै सधैँ जङ्कीहरूको भर हुँदैन। बाउको रहर हुँदैन, छोरोलाई हात उठाउन। एउटै छोरा होस् मेरो भन्दै खोज्दै आँसु झार्न। आमाले मुटु भन्थी, मुटु केरो गइदिए म। दिदीले भाइ छ भन्थी, खाँचो पर्दा गइ थिएन। कुन दिनमा जन्माएछु, दुःख बाहेक केही दिएन। मरे नि जाति हुन्थ्यो लाग्थ्यो होला कहिले काहीँ त। भगवान नै हो तपाईँ त, झेल्नु भयो मलाई धन्न। मरेको छोरालाई नि दिनु भयो पुनर्जन्म। भगवानले हात थामे, आशा राखे अन्तिमसम्म। त्यसपछि रियाब 2 वर्ष बित्यो नार्कुननमा। तै पनि डर्थ्यो मनमा, फेरि उस्तै हुने हो कि? पहिला नि राख्दै केही हो, फेरि त्यस्तै हुने हो कि? आमाको खुट्टा ढोगे कसम अब खाइँदैन। खान बिस्तारै छाडे, झगडा गर्न छाडिएन। एक बेला यस्तो आयो, साथीभाइ नि मर्दै गए। त्यो बेला यस्तो लाग्थ्यो सायद म नि मर्ने भए। अब के गर्ने भए, बेला यही हो हकको मुला। माफ गर्नु बाबा, ढिलो भयो तर फर्क्यो छोरा। अब के गर्छु होला आमा, चिन्ता नलिनु। काचुली फेर्यो भाइले, दिदीलाई नि भनिदिनु। आज म जे छु ठिक छु, हिजो भन्दा खुसी छु। दिदीको भाइ बुझ्छु, बामाको खुसी हुँ। म दुखी छु देख्दा कुलतमा मेरा दाजुभाइ। अब त अति भो सोच्दिनस् र त कहिले काहीँ। सोचिन्छ जहिले नै तर केही गर्न सकिनस्। गरे सकिन्छ बुझ, मात्र आँट्न सकिनस्। एक बारको जिन्दगी यो गन्दगीमा डुब्ने किन? स्वीकार त आफैलाई कसमका, अब सुध्रिन्छु म। भोलिको भर हुँदैन सुरु, आजैबाटै गर। बिग्रिन डर भएन, सुध्रिनलाई केको डर? त्यति नि गाह्रो हुन्न भोगेर भन्दैछु मैले। विश्वास नि पाइन्छ, आफैमा राख्नुपर्छ धैर्य। आज नगरे कहिले मनको डरलाई छेउमा राख। विश्वास गर आफैलाई त, आफैमा होस् एउटा बाघ। फेरि त्यो दिन आउँदैन, छाती ठोकी भन्छु आज। नरुनु आमा बा, तपाईँको छोरा हुन्छु अब। ढोक गरे आमा। मेरो छोरा, मेरो मुटुको टुक्रा। कहिले
कुबाटो नहिँड्नु, एकदम सद्बुद्धि सद्विचार लाएर हिँड्नु। अब मेरो छोरा बनेको छ, अब योभन्दा अझै प्रगति उन्नति गरेर जानु। मेरो छोरालाई आशीर्वाद, धन्यवाद। हस् आमा, अब चिन्ता नलिनु, म बाँचुन्जेल फेरि कहिल्यै त्यस्तो हुने छैन।